कतिपय अवस्थामा समितिका सभापतिज्यूहरूसँग, कतिपय अवस्थामा कार्यव्यवस्था परामर्श समिति प्लस दलका नेताज्यूहरूसँग र कतिपय अवस्थामा समितिमा पनि गएर म आफै उपाध्यक्ष सबै गएर पनि हामीले धेरै ढङ्गका छलफलहरू चलायौँ र यी विषयवस्तुहरू जसरी त्यसको राजनीतिक एक ढङ्गले अगाडि बढेको थियो, त्यो राजनीतिक सञ्चालन गर्ने केन्द्र कार्यपालिका प्रधानमन्त्रीज्यू, विभिन्न जिम्मा लिएका मन्त्रीज्यूहरू लगायतसँग पनि हाम्रो विशेष गरेर म उपाध्यक्षज्यू, महासचिव लगायत सचिवज्यूहरूको फेरि विविध ढङ्गले निरन्तर छलफल पनि चलिरहेकै थियो। त्यति मात्रै होइन, हाम्रो कार्यव्यवस्था समितिमा पनि यो बिचमा 2-3 बैठक बसेर हामीले धेरै छलफल गरेर अगाडि बढिरहेको अवस्था थियो र पनि हामी जुन उत्साहका साथ, जुन स्पिडका साथ, जुन नयाँ देशलाई नै सिङ्गो संसदीय सिस्टममा नै नयाँ सन्देश दिने ढङ्गले र उद्देश्यका साथ 18 अधिवेशन हामीले जसरी बढाइरहेका थियौँ, सम्पन्न त हामीले गरिसकेका थिएनौँ। हामीले काम कारबाहीलाई जसरी अगाडि बढाएका थियौँ, हाम्रा आफ्ना काम कारबाहीलाई व्यवस्थित गर्ने कुरा, चुस्त दुरुस्त बनाउने कुरादेखि लिएर अन्तर्राष्ट्रिय स्तरमै चासो गम्भीरताका साथ ध्यान दिइरहेका कतिपय विधेयकहरूको बारेमा पनि प्रतिनिधि सभामा विविध ढङ्गले विविध कोणबाट छलफल भए पनि हामी राष्ट्रिय सभामा असाध्यै गम्भीरताका साथ सोचेको समयभन्दा अझ छिटो ढङ्गले हामीले त्यो गम्भीर विधेयकलाई पनि सर्वसम्मत ढङ्गले हामीले दिएर राष्ट्रिय सभाले एउटा राष्ट्रिय सभालाई बाहिरबाट जसरी आँक्ने गरिन्थ्यो, त्यो कोणबाट हेर्दा चमत्कारीपूर्ण ढङ्गले हामीले चाहिँ निर्णय गरेर हामीले पठाएको विधेयकमा भएका त्रुटि कमजोरीहरूलाई सच्याएर हामीले पठाउन सफल भएका थियौँ। त्यो स्थितिबाट राष्ट्रिय सभा मतलब 18 अधिवेशन चलिरहेको बिचमा अप्रत्याशित रूपमा देशमा एउटा राजनीतिक पहिला त अब सुरुको दिन त भएर आन्दोलन भयो भन्ने कुरा हो, त्यसपछि त्यसले जुन रूप लिँदै गयो एउटा राजनीतिक सङ्कट अथवा राजनीतिक घटना हुन पुग्यो र त्यसले देशको सिङ्गो राजनीतिमा नयाँ एउटा स्थिति पैदा गरिदियो। त्यो राजनीतिक स्थिति पैदा हुँदै गर्दा हामी अवाक जस्तो भयो, के गर्ने के नगर्ने, के बोल्न हुने के बोल्न नहुने। मैले त समितिको बैठकमा नि भनेको थिएँ, के बोल्दा के हुन्छ भन्नेसँग पनि भएन। सामान्य एउटा वक्तव्य निकाल्दाखेरिका ती विभिन्न खालका चाहिँ आक्रमणहरू आएका कमेन्टहरू हेर्दाखेरि अर्कै संसारमा पो पुगेका एकैचोटि भने जस्तो स्थिति पनि हामी बिहोर्यौँ र पनि अहिले यहाँसम्म सरकार निर्माण भइसकेपछि, चुनावको घोषणा भइसकेपछि र हाम्रा विभिन्न राजनीतिक दलका नेताजीहरूको आफ्नै खालको आफ्नै ठाउँबाट भएका प्रयत्नहरू सबैको बावजुद मैले हामी त्यो क्रममा अहिले हामी एउटा अलिकति सहज स्थितिमा यहाँ आइपुगेका छौँ र पनि हामी 18 अधिवेशनको जो कार्य सम्पादनको समीक्षा गर्दैछौँ यहाँ, मलाई लाग्छ यहाँसम्म आइपुग्दा हामीले 18 अधिवेशन सफलताका साथ अगाडि बढाइरहेका थियौँ र हामीले गरेका काम कारबाहीले मात्रै हाम्रो राष्ट्रिय सभामा होइन अन्तर्राष्ट्रिय स्तरमै महत्त्व राख्ने खालको पनि हामीले केही निर्णयहरू गऱ्यौँ, जसमा नियमावलीलाई कार्यान्वयन गर्ने सन्दर्भमा सम्भव भएसम्म हाम्रो स्थितिले भ्याएसम्म कार्यान्वयन पनि हामीले गर्दै गएका हौँ। कतिपय नयाँ आइन पनि हामीले थप्यौँ 18 अधिवेशनमा। सचिवज्यू त्यो बेलाको अहिले निवर्तमान हुनुभयो, सचिवजी यहीँ हुनुहुन्छ। कार्य व्यवस्था परामर्श समितिमा छलफल गर्दै हामीले शून्य समयलाई निरन्तर अब 3 दिन थियो हप्ताको,
हामीले 6 दिन अथवा संसद चलेको दिन सबै गर्ने भनेर हामीले त्यो पनि गऱ्यौँ। अर्को हुन त त्यति ठुलो हो जस्तो त देखिँदैन, तर मलाई चाहिँ कस्तो लाग्छ भने संसदीय सिस्टममा नि एक ढङ्गले बेलायतको 18औं शताब्दीबाट चल्दै आएको हाम्रो संसदीय इतिहासमा पनि निरन्तर हामीले खुसीले आवश्यकताले अथवा जेले होस् त्यो बेलाको, अहिले मैले त्यसलाई धेरै टिका टिप्पणी गर्न चाहन्न, चल्दै आएको एउटा विषयलाई हामीले सहजताका साथ सर्वसम्मत ढङ्गले हामीले त्यसलाई संशोधन पनि गर्यौँ। जस्तो बजेटको बेलामा बजेटमा धेरै कुराहरू हुन्थे, त्यसलाई हामीले खर्च कटौतीको प्रस्तावलाई सर्वसम्मत ढङ्गले नराखौँ भनेर हामीले राखेन। त्यो इतिहास हो, एउटा लामो इतिहासबाट चल्दै आएको विषयलाई त्यसको आवश्यकता अहिले हामी 21औं शताब्दीमा छौँ। आवश्यक जनताको हितमा, जनताको पक्षमा, राष्ट्रको पक्षमा हुने कामलाई प्राथमिकता दिउँ, समय खर्च गर्ने काममा नलागौँ भनेर चाहिँ हामीले त्यो गऱ्यौँ। मलाई लाग्छ त्यो पनि एउटा महत्त्वपूर्ण काम थियो। त्यसलाई अगाडि बढाउन फेरि हामीले सकेसम्म मेरो आफ्नो ठाउँबाट, हामी पदाधिकारीको ठाउँबाट होइन, महासचिव सचिवज्यूहरूसँगको सहकार्यमा हामीले सबै दलहरूको कुनै पनि दिन विमति नभइकन हामीले सर्वसम्मत ढङ्गले अगाडि बढ्यौँ नि। हरेक विषयमा के भनेको सहकार्यलाई हामीले प्राथमिकतामा राख्यौँ। सायद कतिपय मैले नियमावली हेर्छु अध्यक्षले आफ्नो तजबिजले गर्ने भन्ने कुरा धेरै लेखिएको छ। मैले त्यो अब साहस भन्दिनँ, मैले त्यो दुस्साहस गरेँ। मैले सबै दलहरूको सहमति, सबै मान्यहरूको भावनालाई कदर गरेर अगाडि बढ्नुपर्छ भन्ने नै मेरो मुख्य ध्येय र सायद त्यसले गर्दा नै हामी सबै सर्वसम्मत ढङ्गले हामी अगाडि बढ्यौँ। सहकार्य गर्दै हामी अगाडि बढ्यौँ। त्यो सहकार्यलाई हामीले सरकारसँग पनि गयौँ। मलाई लाग्छ तत्कालीन सम्माननीय प्रधानमन्त्रीज्यूले पनि धेरै विषय राख्नुभएको छ राष्ट्रिय सभाको सन्दर्भमा। क्याबिनेटमा पनि धेरै ढङ्गले छलफल भयो भन्ने सुन्थेँ मैले। राष्ट्रिय सभाले गरेका काम कारबाही उपलब्धिहरू, एउटा सहजता, एउटा जिम्मेवारी बोध राष्ट्रिय सभामा मान्य सदस्यहरू जुन देखियो त्यो अनुकरणीय छ भन्ने कुरा पनि हामीले सुन्यौँ। यसले गर्दा यहाँसम्म आइपुग्दा हामी सबैको सहकार्यले हामी सफलताका साथ यहाँ आएका छौँ। तर यसको अर्थ यो होइन कि हामी निपुण भयौँ। हामी निपुण भएका छैनौँ। हामी अझै धेरै गर्न बाँकी छ। नियमावलीमा भएका कैयौँ कुराहरू हामीले गर्न सकेका छैनौँ। तर म यहाँ मान्यज्यूले उठाउनुको म त्यसलाई आत्मसात चाहिँ गर्छु। होला मेरो पनि कोही नपुगेको हुनसक्छ, तर राष्ट्रिय सभा जसरी मैले अघि भने कि सहकार्यबाट, सर्वसम्मतबाट हामीले कामलाई जो अगाडि बढाउने परम्पराको विकास गरेका थियौँ, केही कामहरू हामीले सहमति जुटाउन सकेन। यो कुरो सत्य जो मान्य सदस्यहरूले राख्नुभएको छ। कोसिस गरियो, म आफ्नो ठाउँबाट, उपाध्यक्षज्यूले आफ्नो ठाउँबाट, हामी दलका नेताजीहरूसँग पनि विभिन्न ढङ्गले छलफल त गऱ्यौँ, तर सहमति जुट्न सकेन। अब मैले सहमति नजुटिकन सभामा चाहिँ घोषणा गर्दा ठिकी बेठी भन्दा मैले त्यति धेरै ठिक हुन्छ जस्तो लागेर मैले भएँ। अब यो गल्ती हो भन्नुहोस् या राष्ट्रिय सभाको आवश्यकता हो त्यो भन्ने बुझ्नुहोस्। त्यो भन्दा तैपनि भोलिका दिनमा अझ त्यहाँ कहिले त्रुटि रहेको छ भने त्यसलाई सच्याउने म प्रतिबद्ध छु। म अगाडि बढ्न तयार छु। अब यहाँ सबै चिज भइसकेपछि मैले यो समीक्षा कार्यक्रम विगतमा चाहिँ अघिल्लो वर्षभन्दा अगाडिको तरिका अर्कै थियो। त्यो बेलाको सिचुएसन अनुसार, त्यो बेलाको अवस्था अनुसार त्यही ठिक थियो होला। तर हामी यता आइसकेपछि हामीले के ठान्यौँ, फेरि अब यसलाई यसरी रूपान्तरण गरौँ भनेर हामीले अघिल्लो वर्ष चाहिँ के गर्यौँ, सबै मान्यज्यूको बिचमा चाहिँ हामीले समीक्षा राख्यौँ।
र त्यसलाई निरन्तरता दिन अहिलेको यो वर्ष अघिल्लो वर्ष मैले आफै अध्यक्षता गरेर पनि म बिचमा केही समय मिस गर्नु परेको थियो त्यो विशेष कारणले त्यति धेरै त्यो आज हामीले गऱ्यौँ नि आन्तरिक खुला छलफल त्यसमा म बस्न पाएको थिएँ र मान्यज्यूहरू भागमा धेरै प्रत्यक्ष सुन्न पाइनँ पछि टिभीको टिकटको आधारमा मैले चाहिँ बुझेँ तर आज सबै कुरा बुझ्दाखेरि अबको समीक्षा कार्यक्रममा कहीँ न कहीँ हामीले केही न केही रूपान्तरण गरेर जानु जरुरी छ भन्ने कुरा मान्यज्यूहरूको सुझावसहित मैले त्यो अनुरोध गरेको छु। अब यो कसरी गर्ने भन्ने कुरा छलफल गरौँला। अहिले नै मैले यसरी गरिदिने भन्ने बित्तिकै हामी सबैको भावना त्यहाँ केन्द्रीकृत हुन्छ कि हुँदैन भन्ने कुरा त आफ्नो ठाउँमा भयो। तर एउटा कुरा मैले के भन्छु भने अब हामी बस्ने निकट भविष्यकै कार्यव्यवस्था परामर्श समितिको बैठकमा हामी छलफल गरौँला र त्यहीबाट दलका नेताजीहरूसँग बसेर छलफल गरौँला र अगाडि बढाउँदा आउने समीक्षा कुन मोडालिटीबाट गर्न त उपस्थितिको मोडालिटी यही हो। मलाई लाग्छ यहाँ यताउता गर्न हुन्न उपस्थितिको मोडालिटी तर चाहिँ छलफलको मोडालिटी जो हो नि हामीले जो गरिरहेका छौँ यसलाई अलिकति संक्षिप्त कङ्क्रिट पर्याप्त समय यहाँ त्यो पर्याप्त समय भएन भन्ने पनि छ त्यसलाई कङ्क्रिट गर्ने ढङ्गले त्यसलाई अलिकति चाहिँ व्यवस्थित गर्ने ढङ्गले के गर्दा हाम्रा सबै विषयवस्तु राम्छन् हाम्रा महाशाखाका हाम्रा समितिका हाम्रो कार्यव्यवस्था समितिका हाम्रो सचिवालयका सबै काम कारबाहीलाई एकीकृत र केन्द्रीकृत ढङ्गले हामी सबैले बुझ्ने र हामीले सबैलाई चाहिँ सहज हुने ढङ्गले कसरी ल्याउन सक्छौँ त्यो बारेमा हामी छलफल गरौँला र त्यस अनुसार अगाडि बढ्ने कुरामा चाहिँ म यहाँसँग मतलब निवेदन गर्न चाहेँ र म त्यो दिशातिर अगाडि बढ्नेछु भन्ने कुरा राखेँ। यहाँ धेरै विषय उठाउनु भएको छ अहिले विषय अलिक जटिल छ। एउटा कुरो चाहिँ मलाई अलिकति भन्नु चाहिँ मन लाग्छ यो समीक्षा नै हो नि मैले पनि त अलिकति समीक्षा त गर्न पाउनु पर्छ होला जस्तो पनि लाग्छ त्यो अधिकार मलाई पनि छ जस्तो लाग्छ। देश ठुलो सङ्कटमा थियो राजनीतिक मैले अघि नै भने कता के हुन्छ भन्ने कुरा पनि टुङ्गो थिएन। मलाई विभिन्न मान्यजीहरूले विभिन्न ढङ्गले प्रेरित गरिराख्नु भएको थियो राष्ट्रिय सभा कसरी चलाउने हामी कसरी हिँड्ने हामी कता के गर्ने भन्ने कुरा मान्यहरूले आफ्नो आफ्नो ढङ्गले मलाई भन्ने गर्नुहुन्थ्यो। मैले अलि चाहिँ प्रतीक्षा गरेँ मैले पनि त केही त यसो हेर्ने भयो तर राष्ट्रिय सभा अथवा संसद भनेको त दलहरूको अध्यक्ष र उपाध्यक्षको मात्रै होइन भन्न चाहन्छु क्या म मुख्यतः दलहरूको सल्लाह सुझाव दलहरूले दिएको निर्देशन अथवा सल्लाह सुझाव अनुसार र कार्यव्यवस्था परामर्श समिति भएको छलफल अनुसार हामी अगाडि बढ्ने नै हो। एकले मैले अघि नै भने अध्यक्षको तजविज भनेर भन्दा मैले त्यसलाई मानिनँ मैले अस्वीकारै गरेको हो। त्यस कारण मैले अपेक्षा यस्तो सङ्कटको अवस्थामा मेरो अपेक्षा के थियो भने म यहीँ छु यहीँ बसिराखेकै थिएँ म करिब सिंहदरबार 2-3 दिन त्यही 27-28 गतेसम्म आइन होला 28 गतेपछि म निरन्तर सिंहदरबारमै छु। भ्यालीभित्र रहेको बेलामा जति सभापतिज्यूहरूबाट बढी घचघच्याउने काम भयो मलाई सचेतकज्यूहरूले जति भन्नुभयो नि अलि बढी के हो भनेर दल नेताहरूले यसरी जानु पर्यो अब चाहिँ अध्यक्षज्यू यो हो अब यहाँनिर यो मुख्य चाहिँ राजनीतिको केन्द्रबिन्दुमा त दलहरू हो नि त के सिचुएसन छ कसरी अगाडि बढेको छ के भइरहेको छ भन्ने कुरा मैले जति अपेक्षा गरेका थिएँ पाइनँ। त्यसपछि विचार बल जफन्तै कार्यव्यवस्था परामर्श समितिको विस्तारित बैठकमा दल नेताजीहरूलाई बोलाएर अलिकति कुराकानी गरियो गरेपछि साँच्चै भन्नुहुन्छ भने औपचारिक रूपमा दल नेताहरूसँग कुरा भएको हिजो र आज बिहान होला उहाँहरूको कार्यव्यवस्था होला राजनीतिक रूपमा त छैन त अब दलहरूका चाहिँ महाधिवेशन दलहरूका एकता दलहरूका चाहिँ विभिन्न कुराहरू छ त्यहाँ मैले त्यो पनि बुझ्छु तैपनि कमसेकम 2-4 मिनट निकालेर अध्यक्ष के गर्ने हो के छ के सोध्दै हुनुहुन्छ एकपल्ट भेट्ने कि नभेट्ने भन्नेसम्म पनि आएन है। यो गुनासो भन्नुहोस् आलोचना भन्दा अलिकति मेरो गुनासो मलाई अलिकति पेट खोलेको कुरो यति चाहिँ समीक्षामा मैले राख्न अनुमति मागेर राखेँ पनि यसलाई फेरि अन्यथा नलियोस् भन्ने पनि फेरि मेरो अनुरोध हो। सँगै यतातिर नि हेर्न मन लाग्छ कहिले कहिले
सधैँ गर्छौँ। दिएको जिम्मा, गरिएका निर्णय अनुसार काम त हामी गर्छौँ। जब देश नै राजनीति सङ्कटमा पुगिसकेपछि त्यो सङ्कटबाट देशलाई पार ल्याउनको निम्ति हामीले कसैले भनिदिएर, कसैले गोलबन्द गरिदिएर एकताबद्ध छौँ भनेर एकता हुने हो कि यो आवश्यकताबाट अगाडि बढ्नको निम्ति आफ्नो आफ्नो ठाउँमा जिम्मेवारीपूर्ण ढङ्गले अब यो बेला चाहिँ हामीले चाहिँ दायाँ बायाँ सोच्नु हुन्न। हिजोका निर्देशन आदेश भनेर मात्रै हुँदैन, आफैले पनि आफ्नो ठाउँबाट चाहिँ एउटा चाहिँ संविधानको परिधिभित्र रहेर नियमावलीले दिएको परिधिभित्र रहेर गर्ने काममा चाहिँ यति भनौँ क्या बुझ्नुहुन्छ जस्तो लाग्छ मलाई। अलिक पुगेन क्या, अलिक पुगेकै छैन। धेरै पटक धेरै ढङ्गले महासचिवजी यही हुनुहुन्छ, मेरो स्वभाव पनि अलिअलि कहिले कहिले अलिक खरोली हुन्छ, अलिक कडा कुरा हुन्छ हाम्रो महासचिव सचिवज्यूसँग। त्यो फेरि हाम्रो होइन कि काम छिटो गर्नु पऱ्यो, तपाईँले आफ्नो ठाउँबाट चाहिँ कर्मचारीहरूलाई त्यही ढङ्गले परिचालन गरिदिनु पऱ्यो। परिचालन भएन सोचेअनुसारको भन्ने चाहिँ हो। सामान्य महासचिवज्यूको मेरो थोरै ध्यान कम पुगेको कारणले राष्ट्रिय सभाको हल बनाउन अहिले 2 महिना ढिलो भएको छ। यो तपाईँहरूले कतिको बुझ्नु भएको छ? म ताक्छु मुडो, बन्जर ताक्छु मुडो भएको छ। हामीले सोचेको एउटा, चिठी भएछ अर्को, क्रिया भएछ अर्कोतिर, हामी मौका पर्छौँ, दुईजना छलफल गर्छ एकातिर। यो त कहीँ न कहीँ महासचिवजी र मेरो अथवा उपाध्यक्षजीको कहीँ पुगेन, अथवा कर्मचारीज्यूहरूसँग फेरि धेरै पटक छलफल भएको छ बसेर। कुरो यसो नभनिदिनु फेरि हामीलाई भएको रहेछ अर्कै, पत्र गएको रहेछ अर्कै, छलफल गर्छौँ हामी अर्को ढङ्गले। ल हेर्नुहोस् है, अब यहाँ ट्याली मिलेन क्या हाम्रो, कहीँ न कहीँ हाम्रो ग्यापिङ रह्यो। हामी अलिक सबै महासचिवज्यू, म, सम्बन्धित कर्मचारी साथीहरू अलिक बढी जिम्मेवार बोध गरेनछौँ कि पुगेनछौँ कि भन्ने पनि हामीलाई लाग्यो। सायद हल आज होइन, धेरै अगाडि बोल्थ्यो। हुन त अहिले यहाँ नेकराजीले भन्नुभयो 1 महिना लाग्दैन भनिएको छ ठेकेदारलाई। 10 गतेभित्र भएन भने तेरो ठेक्का तोडेर अगाडि बढिन्छ, तैँले गरेको कामको पैसा पाउँदैछ भनेर महासचिव हामी सबै बसेर गरेका छौँ। सायद 1-2 दिन तलमाथि होला, त्यो एउटा कुरा हो। उसँग ठेक्का सम्झौता पनि त फेरि हामीले 15 दिनको गरेका छौँ। यस हिसाबले चाहिँ हल तयार हुन्छ। बरु मलाई चाहिँ अलिकति भन्नै पर्छ, यता हाम्रै चाहिँ सचिवालय कर्मचारीहरू अलि बढी तात्नु पऱ्यो, अब अलि बढी गम्भीर ढङ्गले लाग्नु पऱ्यो। त्यसको त्यो प्राकृतिक तयारी त हामीले गर्यो, फेरि त्यो ठेकेदारले होइन। त्यस कारण हामी महासचिवज्यू नै हुनुहुन्छ, महासचिवज्यूलाई भन्दा त्यो चाहिँ तताइदिनु पऱ्यो भन्ने चाहिँ मेरो विषय आएर त्यो भयो भने हामी बैठक चलाउँछौँ। माननीय मन्त्रीज्यू यही हुनुहुन्छ, धेरै पटक कुरा भएको छ बैठक बोलाउने, सभा बोलाउने सन्दर्भमा। प्रधानमन्त्रीज्यूसँग धेरै पटक भएको छ कुराकानी, राष्ट्रपतिज्यूसँग भएको छ होइन, धेरै ढङ्गले कुरा गरिएको छ। बोलाउने हो भन्ने चाहिँ मैले अहिले त्यहाँ सोधेँ। हाम्रो अनौपचारिक रूपमा अब क्याबिनेटमै त फेरि हामीले हलको चाहिँ बारेमा ठ्याक्कै भनेको छैन, त्यसले गर्दा भएको छैन। अनौपचारिक रूपमा राष्ट्रिय सभा बोलाउने बारेमा धेरै पटक क्याबिनेटभित्र अथवा मन्त्रीज्यूहरूको बिचमा कुराकानी भएको छ। तपाईँहरूले यहाँ चाहिँ इसारा गर्ने बित्तिकै हामी चाहिँ अगाडि बढ्छौँ भन्ने खालको चाहिँ मन्त्रीज्यूको आश्वासन भएको छ। त्यस कारण अब काम चाहिँ रह्यो हामी सचिवालयतिरै, हामी दुईजना पदाधिकारी, महासचिव, सचिवज्यू र अरू जिम्मा लिएका हामीहरूकै काममा र ढिलो भयो भने माननीयज्यूले हामीतिर हेर्ने भयो, सरकारतिर अब अहिले यो बारेलाई हेर्न परेन। यसपटकलाई यो यहाँसम्मको हिस्सा गर्नु, पछि हामी कुरा गरौँला। अब अरू कुरा, अब यो धेरै कुरा त उठेको छ, म धेरै यहाँ टाइम पनि छैन, केही छैन। यो बिचमा हामीले केही पुस्तकहरू प्रकाशन गर्ने पनि जमर्को गरिरहेका छौँ, जिम्मा दिएको छ सबैतिर। 6 वर्षमा हामी
यो 2 वर्ष जो अहिले चाहिँ चेन्ज हुँदैछ उहाँहरूको चाहिँ अलग अलग पुस्तकको बारेमा नै हामीले कुराको मतलब भइराखेको छ। अब नयाँ आउने मान्यजीहरूलाई अभिगत पहिला पनि गरेको हो जस्तो लाग्छ मलाई। अघिल्लो पटक आउने मान्यहरू नयाँलाई पनि गरियो, अझ त्यतिले नपुगेर छुट्टै महिला मान्यज्यूहरूलाई पनि छुट्टै 1 दिनको कार्यक्रम राखेकै त हो होइन। हामीले नयाँ आउने मान्यज्यूहरूलाई राखेकै हो, सबै चिज गर्न कोसिस गरिएको छ, पर्याप्त भएको छैन। यी बारेमा पनि हामी चाहिँ त्यो गरौँ। अब निर्वाचन मण्डलसम्म जानुपर्छ फेरि भन्ने कुरा जाँदा राम्रो हुन्थ्यो, त्यो छँदैछ। अब अहिले धेरै कुराहरू छन्, खर्चका कुराहरू पनि छन्। म बिहानसम्म त एउटा तनावमा थिएँ। अहिले मैले त्यो भन्न पर्यो, म भन्छु नै आएको त्यो चाहिँ मेरो चाहिँ विषय भन्छु भने चाहिँ ठुलै तनावका साथ आएको थिएँ। तर बेलुकै महासचिवसित मेरो फोनमा कुरा भइसकेपछि हल भयो त भनौँ न। त्यति कारण यस्तो छ क्या, आर्थिक मामलामा पनि हामीले अब भने जस्तो सोचे जस्तो हामीले खोजे जस्तो हामीले चाहिँ चाहे जस्तो मात्रै पनि भइरहेको छैन। अब अर्थ मन्त्रालयको मार्फतमा आर्थिक अथवा हामी भन्ने कुरा छ, त्यो एक हदसम्म नीतिगत ढङ्गले सही नै छ जसलाई टेक्निकली अब कता के हो। किनभने हामीले चाहिँ के चाहिँ आर्थिक विधेयक के पठायौँ नि अघिल्लो यही सदनमै, त्यही बेला हामीले चाहिँ भनेको छ नि त, त्यो त हरेक छुट्याइएको बजेटको खर्च गर्ने अनुमति अर्थ मन्त्रालयबाट लिनुपर्ने भन्ने टाइपको जो छ। त्यसले गर्दा त्रुटि हामीले नै गरेका छौँ कहीँ न कहीँ, याद गरेन। मैले सम्झेसम्म मैले केही माननीयहरूलाई भोलिआमा मान्यज्यूलाई धोका हुन सक्छ, यसमा संशोधन हाल्नुहोस् है भनेको थिएँ। मेरो आफ्नो ठाउँबाट धर्म नेताहरू केही मान्यलाई भनेको थिएँ, तर त्यति ध्यान भएन जस्तो लाग्छ मलाई। त्यसले गर्दा अहिले हामी अलिकति अप्ठ्यारो अर्थमन्त्रीसँग सधैँ झगडा गर्नुपर्छ। मलाई लाग्छ मैले सम्झेसम्म 3वटा अर्थमन्त्री अहिलेको अर्थमन्त्रीज्यूसँग अस्ति पहिलोपटक भएको हुनाले अहिले हार्दिकता छ यहाँ ध्यान दिनुपर्छ। तपाईँले भनियो नत्र अघिल्ला 3टा अर्थमन्त्रीज्यूहरूसँग त हामी मोमन्ते मनाउन खोजेको हो। तपाईँहरूले सांसदहरूलाई, सभामुखलाई, राष्ट्रिय सभाको अध्यक्षलाई, महासचिव सचिवहरूलाई तपाईँहरूले मगन्ती बनाउने, तपाईँहरू दिने, हामी दिनदिनै हात थाप्न जाने तपाईँहरूको भन्नेसम्म पनि हामीले कुरा गर्न परेको स्थिति छ। त्यसले गर्दा भने जस्तो ठ्याक्कै भएको छैन। तैपनि हामी फेरि आर्थिकता साथ सहकार्यका साथ हामी अगाडि बढ्ने कुरामा छौँ। अब एउटा असाध्यै गम्भीरताका साथ उठेको छ, विशेष गरी यो दिगो विकास, हिजोको दिगो विकास, अहिले आर्थिक सुशासन तथा सुशासन समिति होइन त्यो छ। अब यो नामको बारेमा अब यसलाई त नियमावलीमा हामी जाने अथवा ल मानव अहिले नियमावलीमा संशोधन मेरो चाहिँ है म त्यहाँसम्म चाहिँ म सहमत हुन सक्छु। नियमावलीमा पछि संशोधन गर्ने गरी यदि सभाले स्वीकृति चाहिँ गर्न सकिने कुरा। म केही विषयहरू त्यस्तो लाग्छ मलाई, जस्तो हामीले केही चाहिँ जो नियमावलीमा लेखेका छौँ नि, जस्तो चाहिँ तपाईँको चाहिँ के अरे प्रादेशिक समय पहिलो र तेस्रो हप्ताको शुक्रबार, त्यो 6 महिना छ, त्यो शुक्रबार परेन भने के गर्ने? चलेन भनेर यहाँ चाहिँ माग गर्नुहुन्छ, चलनमा खोज्दा मिलिरहेको छैन नियमावलीमा। नियमावलीलाई अलिकति क्रस गरौँ त, सबै हाउसमै चाहिँ यति विषय त गरौँ भन्दा यो पनि संशोधन, अर्को यो पनि गर्नुपर्छ भन्दा अब फेरि भारी भर्को हुन्छ, त्यहाँ सकिँदै सकिँदैन। यदि त्यस्तो छ भने टिपिकल केही विषयवस्तुहरू छन् भने राष्ट्रिय सभाको सम्पूर्ण हाउसले संशोधन गर्ने बेलामा त्यसलाई अनुमोदन गर्ने गरी गरौँ भनेर हामी नै चाहन्छौँ। संविधानभन्दा विपरीत जान मिलेन। ऐन कानुन जो बनाएका छौँ नि त्योभन्दा विपरीत जान परेन। नियमावलीभित्र हामीले बनाएको हाम्रै सभाले सर्वसम्मतले गरेको हुनाले सर्वसम्मतिले नै यो गरौँ न त, आउने दिनसम्म भन्नुहुन्छ तपाईँहरूले सहमति दिनुहुन्छ म त तयार छु। यति चाहिँ मैले भन्न चाहिँ तपाईँहरूको अगाडि भन्दा ठिकै होला जस्तो लाग्छ। त्यस कारण चाहिँ अब यी सबै समितिमा देखा परेर कतिपय चिजहरू त्यो गर्न सकिन्छ भन्ने लाग्छ। अब समितिलाई निर्माण गर्न ध्यान दिनु पऱ्यो भने विशेष गरेर यो प्रत्याशित समितिमा अलिकति पहिलेदेखि नै उठेको छ। एक त सदस्य सङ्ख्या कम, अर्को चाहिँ कतिपय मान्य सदस्य त्यहाँभित्र बिरामीकै कार्य उपस्थित हुन अलिक गाह्रो
भएको हुनाले 10जना 9जना 10जना जस्तो उपस्थित, त्यो पनि 1-2जना यताउता भन्दा अस्ति म आफै गएको थिएँ 5जना कि 6जना मान्ने मात्रै हुनुहुन्थ्यो। यो खालको स्थिति भएको हुनाले त्यो त दलले मिलाउनु पर्यो। मान्नेहरूको चाहिँ स्वकीय सचिव घटाएको भन्ने कुरा त्यो उठाउँदाखेरि त्यो हुन्छ। अस्ति समग्र विषय कुरा गर्न अर्थमन्त्रीजीलाई बोलाएर कार्यक्रम छैन। न्युज आउने बेला त यहाँ अध्यक्ष नारायण दाहाल आफ्नो चाहिँ प्रेस सल्लाहकार काटे कुराले रुँदै चाहिँ मेरो राखिदियो होटल भन्यो, यस्तो कुरा हुन्छ। अनि त्यो उठेकै छैन। समग्र के हो त तपाईँले खोजेको? त्यति मात्रै होइन, यहाँ त मैले के भन्छ बजेट कटौतीले कतिसम्म भएको छ नि एउटा मात्रै हो। मैले जुन ठाउँमा बजेट चिताउनु एउटा स्कुलमा हालेको थिएँ, त्यहाँको शहरी विकास विभागले गर्दा त्यो पुरानो बिल्डिङ जो भत्किएको थियो नि, तपाईँले सरकारले क्लियर गर्नुहोस् अब चाहिँ टेन्डर खुल्छ भनेर त्यहाँको भन्यो। स्कुलको व्यवस्थापनले त्यो भवन भत्काएरसम्म बनाएर जग्गा ठिक्क पऱ्यो, टेन्डर गर्ने बेला बजेट कटौती भयो। अति बच्चाहरू अहिले पालमुनि बसेर पढाएको छ। यो जाडोमा सङ्कट यस्तो छ। यी विषयहरूलाई अलिकति गम्भीरताका साथ ध्यान जाओस् भनेर बोलाएर छलफल गरेको मुख्य विषय यी थिए। अब चाहिँ त्यही प्रसङ्गमा चाहिँ जो चिजहरू कटौती भएको थियो यसमा पनि तपाईँहरूले ध्यान दिनुपर्छ है भन्ने कुरा स्वाभाविक भएर मान्यज्यूहरूको यत्रो आवाज उठिरहेको छ। सबै उठेको बेला राख्दाखेरि अब सबै छोडेर आफ्नो मात्रै कुरा गरेँ भन्ने ढङ्गले एउटा कुन पत्रिका नाम त दिएर म त्यो कटिङ मात्रै प्राप्त गरेको थिएँ। यस्तो स्थिति छ, डर पनि लाग्दो छ हेर्नुहोस् कुरा गर्न हामीलाई। त्यसले गर्दाखेरि अब एकजना मान्य 23 गतेको सूचनाबारे भन्नुभयो, त्यो बेला उहाँले मलाई म्यासेज पनि आउनुभएको छ अरे, म्यासेज पनि गर्नुभएको थियो। म आफै तल गएर गाडी चढेर अनि त्यहाँको सेक्युरिटीलाई चाहिँ के गरेर सचिवजी नै हुनुहुन्थ्यो, महासचिव त्यही हुनुहुन्थ्यो, के गरेर भने 15-20 मिनट बस्नुहोस् है यहाँ थियो अलिक डामाडोल छ भन्दै हुनुहुन्थ्यो। 15 मिनटपछि भन्दा त अब त्यहाँ चाहिँ कुनै अन्दाज हुँदा अब तुरुन्तै थिएन। त्यसपछि अब तुरुन्तै चाहिँ ऊ गरियो, त्यो के अरे स्थिति काबुभन्दा बाहेक भएको हुनाले तपाईँ के अरे बैठक चाहिँ केही सार्ने भनेर भनियो, केही समयको लागि भन्यो। त्यो समय मात्रै सारियो पहिला, अझै पनि स्थिति काबुमा आउँछ कि भन्ने न हो। सिङ्गो राज्यले, सिङ्गो नेपालको सुरक्षा निकायले, सिङ्गो सङ्घले चाहिँ आकलन गर्न नसकेको स्थिति हाम्रो सचिवालयकाले जो चाहिँ त्यही भित्र थियो अब त्यति धेरै आकलन गरेन तिमीले भन्ने अहिले चाहिँ मिल्दैन। दिन पाएको राम्रो हुन्थ्यो, दिन सकेन। अब त्यहाँ कहीँ न कहीँ त्रुटि रह्यो होला, त्यसलाई त्यही ढङ्गले बुझिदिनु होला भन्ने मात्रै मैले यहाँ राखेँ। यहाँ चाहिँ अब केही मानिसहरूले समीक्षा मात्रै नगरी मात्र समीक्षाको उसमा नभएर भावी कार्यक्रम पनि बनोस्। समीक्षा भन्ने बित्तिकै आगामी कार्यक्रम कस्तो भन्ने कुराको झल्को आओस् भन्ने ढङ्गले चाहिँ एकदम ठिक छ। त्यसको लागि चाहिँ हामी त्यो गरौँला। लगायत यति कुरा भन्दै आजको यो कार्यक्रमकोबाट निस्केको निष्कर्षलाई मैले अब सचिवालयतिर हेरेँ। यसलाई एकीकृत गरेर मान्यज्यूहरूका भावना, हाम्रो आवश्यकता र भोलिको लागि दिशानिर्देश हुने ढङ्गको आजको कार्यक्रमको एउटा समीक्षात्मक रिपोर्ट तयार गर्नु पर्यो। त्यो रिपोर्ट मान्यज्यूहरूलाई सबैलाई पठाउने र बैठक बसेको हाम्रो सभा बसेको बेलामा त्यो त्यहाँ प्रस्तुत गरेर हामीले त्यसमा चाहिँ आवश्यक छलफलसहित त्यसलाई पास गरेर अगाडि बढ्ने त्यो दिशातिर तयारी गर्नुको निम्ति। किनभने त्यो भनेको भोलिको लागि त्यो दिशानिर्देश बनोस् अथवा एउटा चाहिँ अभिलेख पनि बनोस्, भोलिको लागि त्यो बनोस् भन्नेतिर मैले सचिवालयलाई अन्त्यमा यही निर्देशन दिँदै यहाँ सबैले आज मात्र समीक्षा भएको छैन, सायद हामी सबै एउटा प्रशिक्षित हुने मौका पनि पाएका छौँ। भोलिको दिनमा एउटा शिक्षा पनि हामीलाई मिलेको छ। हामी सबैले सिक्यौँ, सबैले सिकायौँ र हामी सबैले सिक्यौँ भन्ने मान्यता लियौँ भने सायद हामी सबै शिक्षक, हामी सबै चेला आफ्नो ठाउँमा कोहीले कसैको ज्ञान होला, कोही कसैको ज्ञान होला, त्यो अनुसार गरौँला। र चाहिँ समीक्षाको बारेमा चाहिँ अहिले मैले यति भन्दा नि अब यो मोडालिटीभन्दा योभन्दा विकसित, योभन्दा व्यवस्थित, योभन्दा सठिक अर्को चाहिँ मोडालिटीमा
उपस्थिति मैले अघि भने यही हुन्छ, तर विषयवस्तु कार्यक्रमिक हिसाब किताबले नयाँ ढङ्गले हुने कुराको यहाँहरूलाई विश्वास दिलाउँदै यहाँहरू सबैलाई फेरि पनि हार्दिक धन्यवाद दिँदै अब हामी यही खालको जोडगढ त अब सदन चलेपछि त्यही दिन होला, नभए हाम्रा समितिका बैठक हाम्रा अरू चाहिँ गतिविधिहरूलाई हामीले निरन्तरता सभा कहिले हुन्छ त्यो हाम्रो ठाउँमा होला होइन, 2-4 दिन तलमाथि नै हुनसक्छ, सरकारको पनि हेर्नु पऱ्यो। मैले त अस्ति मान्य मन्त्रीज्यूलाई हाम्रा बिजनेस र सदन चलेको दिन आउने मन्त्रीहरूको रुटिन बनाइराख्नु होला है मान्य मन्त्रीज्यू, यो चाहिँ जरुरत छ भने। अब यहाँ मान्यज्यूले आज चाहिँ थोरै सङ्केत गरिसकेपछि अब हामीलाई बिजनेसको कमी हुँदैन। मान्य मन्त्रीज्यूले यो सबै सुनिराख्नु भएको छ। हामी विविध ढङ्गले हाम्रा बिजनेसहरू तयार पार्दै हामी सदनलाई निरन्तरता दिने र हामी सबैको प्रयत्नले त्यो निरन्तरतालाई अझ व्यवस्थित ढङ्गले अगाडि बढाउने प्रतिबद्धताका साथ फेरि पनि यहाँलाई हार्दिक धन्यवाद दिँदै मेरो भनाइ यही हुन्छ। हस्त नमस्कार, अभिवादन।